उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो व्यक्तिगत इच्छाले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नभएको बताएका छन्। काठमाडौँमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र जेएनजी प्रतिनिधिको आग्रहलाई स्वीकार गरेर सरकारमा गएको स्पष्ट पारेका हुन्। घिसिङले सङ्कटको समयमा जिम्मेवारी सम्हालेर छोटो अवधिमै काम गरेर देखाएको दावी समेत गरेका छन्। सङ्कटको बेलामा जिम्मेवारी लिएर मैले 3 महिनामा डेलिभरी दिएँ, चुनावको वातावरण बनाए, बाहिर आए, चुनावका लागि बनेको सरकारमा नजाने बताएको भए पनि प्रधानमन्त्रीको आग्रहपछि जिम्मेवारी स्वीकार गरेको खुलासा गरेका छन्। आफूलाई भगौडा मन्त्री भनेर आलोचना गरिएकोमा असन्तुष्टि जनाउँदै उनले छोटो समयमा देशलाई परिणाम दिएर सरकारबाट बाहिरिएको समेत दावी गरेका छन्। उनले आगामी सरकारबाट देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने लक्ष्यसहित आफू अघि बढिरहेको बताएका छन्। आफूले चुनौती स्वीकार गरेर सरकारमा प्रवेश गरेको परिणाम दिएको जिकिर गर्दै उनले ऊर्जा क्षेत्रमा लोड सेडिङ हटाएको देशको चाहिँ समृद्धिको लागि, देशको आगामी दिनमा सुशासनको लागि चाहिँ यो सरकारले काम गर्नु पर्यो र नयाँ पुस्ताले चाहिँ सत्ता लिनुपर्छ अनुभव समेत रहेको बताएका छन्। देशबाट लोड सेडिङ हटाए, अब राजनीतिक क्षेत्रको लोड सेडिङ हटाउन आएको छु उनले भनेका छन्। राजनीतिक क्षेत्रको अवरोध र अस्थिरता अन्त्य नगरेसम्म देशको समग्र अवस्था सुधार नहुने समेत जिकिर गरेका छन्। क्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय स्थिति रहेको घिसिङले आगामी निर्वाचनलाई परिवर्तन र परिणाममुखी शासन स्थापनाको अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।